तसँग नाता जो नाथे तर तैँले मसँग हातपात गरेर तैँले एउटा गल्ती गरिस् नि मसँग तँलाई 10 वटा सजाय दिएर छोड्छु बुझिस् यदि सजाय नै दिन सक्छस् भने पहिले यो डोरी खोल हल्ला नगर साला हल्ला नगर भत्काइदिनु तँलाई अझ मैले मेरी छोरी दिएर तँलाई मैले मेरो ज्वाइँ बनाएर पुज्ने थुक्का साले कुत्ता खोल आनम यहाँ खोल पहिला यदि मर्दको छोरो होस् भने हात खुट्टा फुकाइदे अनि आइज मैदानमा मसँग भिड्नलाई त मसँग भिड्ने त यहीँ सर्छस् अब बुझिस् आफ्नो मर्दाङ्गी देखाछस् म सर्प हुँ लट्ठीले हानेर छोड्छ नि सर्पलाई त्यस पछाडि सर्पले डख्न पनि जानेछ बुझिस् साला जुन दिन तैँले मलाई हात हालिस् नि त्यही दिन तेरो दशा खराब बिग्रेछ बुझिस् छि मेरो त तैँले एउटा रौँ पनि उखाल्न सक्दैनस् उखालेर हेर्छु म मलाई यहाँबाट छोड्दे म यहाँबाट फुत्किन पाऊँ त्यो समाजको माझमा राखेर तँलाई कुन तरिकाले लत्ताई साला कुकुरको हैसियत पनि नराखिकन कसरी पिट्दो रहेछु हेर्दै गरे फेरि बोलिस् त फेरि बोलिस् साला तेरो रुमले उखाल्न नसक्ने ए जगल्टे मेरो पारा लत्ता दाइ बुझिस् मेरो रिस उठ्यो भने नि विचार गर मर्ला चाहिँ साला गोरु यदि कुरा याद गर धेरै पारा नत्ता बुझिस् मेरो पनि पारा नत्ता दाइ छोड्दे मलाई जगल्टे तेरो त पारा तात्नै बाँकी छ बुझिस् जुन दिन त माथि चौरामालाई पिटिस् नि अङ्कल भतिजो भएर त्यस पछाडि तेरो ऋतु पनि छ नि त्यसलाई किताबबाट ठाउँमा पुर्याइसके बुझिस् के रे पहिले मेरो ऋतुलाई अपराध गरिस् याद गर अझै बाँकी छ कोकोलाई पुर्याउनु पर्छ बुझिस् त यहीँ सकिन्छस् बुझिस् यही घरमा तैँले काललाई चाहिँ सम्झाइछस् ए धेरै हल्ला नगर खोल्नु मलाई कहाँ छ मेरो ऋतु अब तेरो ऋतु कहिल्यै फर्किँदैन बुझिस् के भनिस् नमर्दा तैँले मेरो ऋतुलाई बेचिस् हो तैँले अब काललाई निम्ताइस् मलाई मार्ने शक्ति छ हिम्मत छ मलाई मार्न त बाँच्न पर्यो यहाँबाट बाँचेर जाला भने सोच्छस् एकटा त्यो दाउराले मैले सुनेको त बाउमा मर्दा पनि कपाल नकाट्ने भनेर बसेछ त होइन तेरो कपाल त मैले मुन्ड्याउँछु अब बुझिस् कति वर्ष लाएर पाले गरे कपाल भन् त ए बिर्खे छोड्दे मलाई बिर्खे तेरो कपाल छोड्ने मैले हिजो के भन्थिस् अरे मेरै टाउको 4 पट्टा बनाउँछु भन्थिस् होइन तेरो मुडाम त कस्तो हुँदो रहेछ त्यस पछाडि थाहा हुन्छ पहिला तेरो चेक गरौँ है साला हो केटा ब्लेड यसको रुम होइन तालु खुले बनाइदियो ब्लेड म तेरो खुट्टा धोक गर्छु मेरो कपाल नकाट के गरे मेरो खुट्टा समाएर माफी माग्नेमा हैसियत पुग्छ नि त पहिल्यै भनेको थिएँ मैले म तेरो खुट्टा धोक गर्छु मेरो बाल नखुरी प्लिज कहाँ त्यसै हुन्छ के साला तैँले मसँग न्यु खोजे गर्ने समय चल बस तेरो रगतमै होला तेरो टाउको फेरि काट्दिनु तेरो घाँक्रै बस तेरो यहाँ निधार काटिनलाई रगतमै होला फेरि विचार गर चुप्ला बस प्लिज नकाट्दैन प्लिज राम्रोसँग मैले कति मेहनत गरेर पालेको बाल प्लिज नकाट्छु म तेरो पाउ पर्छु म तँलाई धोक गर्छु छोड्दै धेरै नाटक गर्छस्